त भन्छ सर्क साम्पाङ किन बोलेको यत्रो किन बोलेको म भन्छु बोलेको होइन तेरो दिमागको बिर्को खोलेको त भन्छस् किन बोलेको म भन्छु बोलेको होइन तेरो दिमागको बिर्को खोलेको भ्रष्टाचारी चोरलाई नेता मान्ने त चोरेर दिएको जुठोलाई प्रसाद ठान्ने त भ्रष्टाचारी चोरलाई नेता मान्ने त चोरेर दिएको जुठोलाई प्रसाद ठान्ने त भन्छ सर्क साम्पाङ किन बोलेको म भन्छु बोलेको होइन तेरो दिमागको बिर्को खोलेको देश बेचुवा तेरै सन्तानको भविष्य बिगार्ने देश बेचुवा गुण्डालाई नेता मान्ने त काटमार अनि तोडफोडलाई विकास ठान्ने त देश बेचुवा तेरो सन्तानको भविष्य बिगार्ने गुण्डालाई नै नेता मान्ने त काटमार र तोडफोडलाई विकास ठान्ने त भन्छ सर्क साम्पाङ किन बोलेको यत्रो किन बोलेको म भन्छु बोलेको होइन तेरो दिमागको बिर्को खोलेको